किन दिदी बहिनी हाँसेको अरे हौ त्यहाँ तपाईँ दिदी पेमासँग बहिनी हजुर पेमासँग भन्नु न भोक लाग्यो अम्मै भोक लाग्यो अन्त नि अब बुबु खानुहुन्छ बहिनीले हजुर फेरि हँसाउनु न बहिनीलाई अबि बहिनीको टाउकोमा ठोकिन्छ है सानो खुट्टाले फेरि हाँस्दिनु न नकराउनु न त्यसरी रुन्छ अहिले हाँसी मात्रै दिनु न रुन्छ फेरि बहिनी हँसाएको रे आमै नाचिदिनु भएको